नमस्कार साथीहरु, वेलकम टु इजी टेक्नोलोजी। साथीहरु, आज यस भिडियोमा तपाईलाई सिकाउँछु कि तपाईले फेसबुकमा रिल्सहरु कसरी अपलोड गर्ने। धेरै साथीहरुले रिल्स अपलोड गर्नुहुन्छ आफ्नो प्रोफाइलमा या पेजमा। धेरै सोको लगभग हेर्न सक्नुहुन्छ है, लगभग 4000 5000 तपाईको जुन छन् फलोअर र तपाईको फ्रेन्ड भएकोले लाखसम्म तपाईको भ्युज गएको देखिन्छ। तिनीहरुले रिल्स कसरी अपलोड गर्छन् र कुन कुरामा ध्यान दिन्छन् तिनीहरुले, जसबाट तिनीहरुको भिडियो तुरुन्तै सर्रा के हुन्छ भाइरल भइहाल्छ। र तपाईलाई मैले एउटा रिल्स अपलोड गरेर तपाईको भाइरल गरेर देखाउँछु आज भिडियोमा है। कसरी गर्न सकिन्छ एकदम फटाफट के हुन्छ तपाईले बुझ्न सक्नुहुन्छ मजाले। त्यस्तो केही गाह्रो छैन यसमा है। तपाईले भिडियोहरु जब एक्सप्लोर गर्नुहुन्छ, घुम्न जानुहुन्छ, गेमिङ गर्नुहुन्छ, तपाईले याको टेक्निकल भिडियो बनाउनुहुन्छ या तपाईले डान्स गर्नुहुन्छ, त्यस्तो खालको रिल्सहरु तपाईले आफ्नो फेसबुकमा अपलोड गर्नुहुन्छ तर तपाईको राम्रोसँग भ्युज नै आउँदैन साथीहरु। अब टिकटकहरुको र मैले इन्स्टाग्राम कुरा त मैले गरेन, तर फेसबुकमा तपाईले आफ्नो एकदम मजाले के हुन्छ कुनै पनि भिडियो मजाले के हुन्छ बुस्ट गरेर रिल्समा तपाईको के हुन्छ भ्युज राम्रो ल्याउन सक्नुहुन्छ। अब कुन तरिकाले गर्ने हो म तपाईलाई के हुन्छ सिकाउँछु। साथीहरु, यदि च्यानलमा तपाई नयाँ आउनु भएको छ भिडियो हेर्न भने च्यानललाई सब्स्क्राइब गरेर सपोर्ट अवश्य गर्नु होला साथीहरु। यो मेरो नयाँ च्यानल हो, यसमा तपाईहरुको सपोर्टको धेरै आवश्यकता छ। जस्तै कि तपाईले मेरो मोबाइलको स्क्रिन हेरिराख्नु भएको छ अहिले यहाँ स्क्रिनमा। यसमा तपाईले के हुन्छ मैले अब एउटा रिल्समा अपलोड गरेर तपाईलाई सिकाउँछु कुन तरिकाले टाइटल लेख्ने हो, ह्याशट्याग कहाँदेखि ल्याउने हो, तपाईले डिस्क्रिप्सन कसरी दिने हो, भिडियो कसरी अपलोड गर्नुहुन्छ। भिडियोमा त जानुहुन्छ पोस्टमा गएर भिडियो राख्नुहुन्छ, नाम लेखेर हुन्छ केही लेखेर त्यसपछि पोस्ट गरिदिनुहुन्छ। त्यो तरिकाले तपाईको भिडियो कहिले पनि भाइरल हुन्न है। तपाईले भिडियो भाइरल गर्न छ भने तपाईको सिस्टमेटिक तरिकाले के हुन्छ अपलोड गर्न पर्छ। सानो कुरा बहुत राम्रोसँग ध्यान दिन पर्छ त्यसमा है। जस्तै यहाँदेखि म गएँ फेसबुकमा, सबभन्दा पहिले तपाईले हेर्न सक्नु। जस्तै मैले आफ्नो स्क्रिनमा मेरो फेसबुक ओपन गरेर राखेको छु, त्यस्तै तपाईले आफ्नो फेसबुक ओपन गरेर राख्नु होला। अनि त्यसपछि जानुहोस् तपाईले आफ्नो प्रोफाइलमा गएपछि तपाईले प्रोफेसनल ड्याशबोर्ड अन गर्नुभएको छ कि नै भन्ने कुरा तपाईले ध्यान दिन पर्छ। तपाईको यदि प्रोफाइल नर्मल छ भने त्यति राम्रोसँग भ्युज जान्न, त्यसमा तपाईको धेरै पिपलले रिच गर्न सक्दैन तपाईको भिडियोलाई। बस भन्दा पहिला के गरौँ भने मैले तपाईलाई रिल्स अपलोड गर्न सिकाउँछु कुन तरिकाले तपाईले रिल्स अपलोड गरेपछि भाइरल हुन्छ राम्रोसँग। ओके, ब्याक गर्नुस् अनि माथि प्लसको आइकनमा जानुहोस्। यहाँ जुन सर्चको आइकनको साइडमा छ प्लस आइकन भन्ने, त्यहाँबाट गएर रिल्स भन्ने अप्सन छ त्यसमा जानु होला है। रिल्समा गएर तपाईको मोबाइलमा जति पनि रिल्सहरु छन् तपाईले लगभग भिडियो त बनाउनुहुन्छ पक्कै, तिनी भिडियोहरु तपाईले पहिला रेडी पार्न पर्यो, बल्ल तपाईले अपलोड गर्नु होला। अब एडिट गर्ने तरिका तपाईले के हुन्छ भने आफै के हुन्छ गर्नुपर्ने हुन्छ। जस्तै मसँग एउटा भिडियो छ यहाँ है, ठीक छ। अब हेर्न सक्नुहुन्छ मेरो नेपाली एउटा भिडियो छ यहाँ है, ठीक छ। कुन क्याटेगोरीमा तपाईको जुन छ च्यानल ग्रो गर्छ त्यही सोच्दै हुनुहुन्छ भने ओके। अब मैले एउटा यसमा के सिकाएको छु भने मैले नेक्स्ट गर्दै तुरन्त यहाँ चुज गरेर जस्तै यहाँ क्लिक गरेर नेक्स्ट गरेँ। अब यहाँदेखि मैले बन्द गरिदिन्छु अहिले, आवाज थोरै कम गर्छु यसको। ओके, मैले आवाज कम गरिदिन्छु। मैले यो भिडियो मैले के सिकाएको छु भने तपाईले कुन क्याटेगोरीको च्यानल बनाएपछि राम्रोसँग के हुन्छ ग्रो गर्छ र तपाईको धेरै राम्रो भ्युज पाउन सक्नुहुन्छ। मैले त्यही सिकाएको छु यहाँ। बेस्ट क्याटेगोरी फर युट्युब च्यानल भनेको तत्कालको टाइममा 2026 को लागि कुन क्याटेगोरीको च्यानल राम्रो हुन्छ मैले त्यही सिकाएको छु। त्यही टपिक मैले रिल्स अपलोड गर्न गइरहेछु। अब कसरी गर्छु मैले जस्ट यहाँदेखि हुन्छ पहिला नेक्स्ट गरिदिनुहोस्। नेक्स्ट गर्न भन्दा एउटा सानो कुरा ध्यान दिनुहोस् है। यहाँ यो कसैले पनि गर्दैन, भिडियो राख्छन् सिधै नेक्स्ट गरिदिन्छन्। तपाईले ध्यान दिनुपर्ने कुरा के छ, यहाँदेखि टेक्स्टमा जानुहोस् र यहाँ लेख्नुहोस् तपाईले है बेस्ट क्याटेगोरी युट्युब च्यानल इन 2026 यति लेखेर जस्ट यहाँदेखि म डन गरिदिन्छु। या थोरै सानो गर्नुहोस् है, जस्ट के हुन्छ हल्का थोरै राम्रोसँग दुईटा फिङ्गरलाई के हुन्छ राम्रोसँग तपाईले तल राखिदिनुहोस् यसरी, अनि थोरै सानो गरिदिनुहोस् यसलाई राम्रोसँग यसरी। ओके, यति राखेँ। अब त्यसपछि तपाईले चाहिन्छ भने कलर चेन्ज गर्न सक्नुहुन्छ। मैले कलर चेन्ज गर्न नेक्स्ट गरिदिन्छु यहाँदेखि नेक्स्ट गरेँ। अनि तपाईले आफ्नो पहिला भिडियोको थम्बनेल्स पनि राम्रोसँग ध्यान दिएर राख्नुपर्ने हुन्छ है। जस्ट यहाँदेखि म थम्बनेल्समा गएँ, पहिला आफ्नो फोटोमा जुन भिडियो छ यहाँ हेर्न सक्नुहुन्छ माथि, यसमा तपाईले टच गरिदिनुहोस्। अनि यहाँदेखि हुन्छ पुरै पहिला हुन्छ जति पनि छन् यहाँ तपाईको फोटेजहरु तपाईको हुन्छ यहाँदेखि लगभग सो गरिदिन्छ। सबभन्दा पहिले तपाईले फोटोहरुमा तपाईले गएर यसरी स्लाइड गर्नुपर्ने हुन्छ राम्रोसँग। यहाँ यसरी हेर्न सक्नुहुन्छ कुन यसमा ठिक छ है। अब जस्तै यहाँदेखि हल्का थोरै तपाईले कुन ठिक हुन्छ यसरी। ओके, अलि राम्रोसँग जुन तपाईको पर्फेक्ट हुन्छ त्यसलाई के हुन्छ यहाँदेखि राख्न सक्नुहुन्छ। ओके, सुरुमा आएर हेरौँ कुनै ठिक छ कि यसमा। यो ठिक छ मलाई लाग्छ। यहाँदेखि म सेभ गरिदिन्छु। त्यसपछि टाइटल लेख्न पर्यो। टाइटल कसरी लेख्ने र डिस्क्रिप्सन कहाँबाट ल्याउने, ह्याशट्याग कसरी ल्याउने, बाँकी कुरा तपाईले के हुन्छ राम्रोसँग ध्यान दिनुपर्छ। कुन पिपुललाई कसरी ट्याग गर्ने
सबै कुरामा तपाईँलाई के हुन्छ आज भिडियोमा बताउँछु। तपाईँले भिडियो राम्रोसँग लास्टसम्म ध्यान दिएर हेर्नु होला। तपाईँले यदि चाहनु कुरा कुनै छुटाइदिनुहुन्छ भने तपाईँले राम्रोसँग बुझ्नुहुन्न र तपाईँको भिडियो भाइरल हुन्न। तपाईँले राम्रोसँग ध्यान दिएर बुझ्नुपर्ने हुन्छ। ओके, यहाँदेखि म जस्ट के हुन्छ स्किप गरेँ अनि त्यसपछि गएँ गुगल क्रोममा। यहाँदेखि गएर सर्च गर्नुहोस् च्याट जिपिटी भन्ने, जुन अलरेडी यहाँ मैले राखिसकेको छु च्याट। ओके, फेरि ओपन गरिदिन्छु, केही छैन। च्याट जिपिटीमा गएर फेसबुक रिल्सको लागि, ठिक छ, टाइटल रिल्सको लागि डिस्क्रिप्सन र टाइटल दिनुहोस् भनेर त्यही लेखेर जस के हुन्छ भनेदेखि म ओपन गरिदिन्छु। ओके गर्ने बित्तिकै त गर्न सक्नुहुन्छ रिल्सको कुन विषय र भिडियो कन्टेन्टको लागि तपाईँले टाइटल डिस्क्रिप्सन चाहिएको भन्ने सोधिरहेको छ। मलाई विषय राखेको छैन है। अब यहाँदेखि मैले लेख्छु मेरो रिल्सको विषय हो बेस्ट कैटेगरी यूट्यूब चैनल इन 2026 यति हो मेरो जुन छ, ठीक छ। मेरो च्यानल जुन मेरो रिल्सको विषय हो बेस्ट कैटेगरी यूट्यूब चैनल इन 2026। जस्ट यहाँदेखि म के हुन्छ भने ओपन गरेँ यसलाई ओके गरिदिएपछि फेरि के हुन्छ लेखिरहेछ राम्रोसँगै। ओके, अब यहाँदेखि तपाईँको जुन छ टाइटल लेखेर दिइसकेको छ है। अब कसरी लेख्नुपर्छ टाइटलले त भाइरल गराउने हाम्रो भिडियोहरूलाई, त सबभन्दा बढी ध्यान दिनुपर्छ। यहाँ 2026 में धमाका मचाउने बेस्ट यूट्यूब कैटेगरीज भनेर छ यसमा है, ठीक छ। एउटा यो भयो। अर्को छ अब के बनाउने 2026 का टप यूट्यूब नीचे रिलिभ भन्नुहोस् तपाईँको छ। नीचे भनेको क्याटेगोरी भयो। युट्युबमा छिट्टै ग्रो हुन चाहनुहुन्छ यी क्याटेगोरी ट्राई गर्नुहोस् भन्ने तपाईँको लेखेर आयो यहाँ। 2026 का हट ट्रेन्डिङ एन्ड युट्युब निचेज क्रिएटर्स मस्ट वाच भनेको छ यसमा। तपाईँको युट्युब स्टार्ट गर्नेहरूका लागि 2026 का लागि बेस्ट क्याटेगोरी गाइड। सबभन्दा बेस्ट भनेको मलाई तेस्रो नम्बरको लाग्यो यसमा है, ठीक छ। युट्युबमा छिटै ग्रो गर्न चाहनुहुन्छ यी क्याटेगोरीहरू ट्राई गर्नुहोस्। ओके, जस्ट यहाँदेखि के हुन्छ मैले तेस्रो नम्बरको लागि क्लिक गरेर यसरी के हुन्छ कपी गरिदिन्छु पुरै राम्रोसँग। यहाँदेखि मैले गरेँ कपी सिलेक्ट गरेर है। अब यहाँदेखि जानुहोस् कहाँ फेसबुक आफ्नोमा, फेसबुकमा गएर टाइटल्समा ख्याल गर्नु है। डिस्क्रिप्सनमा हामीले के हुन्छ पेस्ट गर्ने होइन, यहाँ हाम्रो गर्ने हो कहाँ टाइटलमा गएर। ओके, अब के गर्नुहोस् तपाईँले यहाँदेखि यसमा एकचोटि हल्का थोरै क्लिक गरेर टच गर्नुहोस्, त्यसपछि माथि गएर पेस्ट गरिदिनुहोस्। आइसकेको छ बट पुरै माथि देखाइरहेको छैन, केही भएन। ओके, फेरि यहाँदेखि जाम च्याट जिपिटीमा अनि त्यसपछि यहाँ छ फेसबुक रिल्स डिस्क्रिप्सन भनेको छ यहाँ, ठिक छ। अब यहाँदेखि गएर पहिला तपाईँले हुन्छ पुरै सर यहाँदेखि गर्नु सिलेक्ट डिस्क्रिप्सनहरू यतिसम्म यहाँ है, ठिक छ। यति जस्ट यहाँदेखि गर्नुहोस् कपी। त्यसपछि यहाँदेखि गएर आफ्नो डिस्क्रिप्सनमा गएर कपी गर्नु। धेरै यहाँ कचडा फैला नगर्नु साथीहरू, किनकि धेरै कचडा फैलाउने काम गरिदिन्छ, जे पाए त्यही लेखिदिन्छन्। दुनियाँभरिका फिफा वर्ल्ड कप CR7 दुनियाँभरि के रिल्स भाइरल रिल च्यालेन्ज ह्यासट्याग लगाएर तपाईँको भिडियो कहिले पनि भाइरल हुन्न है। चाहिने कुरा मात्रै ह्यासट्याग लगाउनुहोस् यहाँ। ओके, अब ह्यासट्यागको लागि जुन छ यहाँदेखि मलाई यसको बेस्ट ह्यासट्याग पनि दिनुहोस् जुन मेरो भिडियोलाई तुरुन्तै भाइरल गरोस्, ठिक छ। यति मात्र लेखेर अनि त्यसपछि यहाँदेखि ओके गरिदिनुहोस् है, यति हो। ओके, अब हेर्न सक्नुहुन्छ ह्यासट्याग जुन छ यहाँदेखि अब सबै देखाउँछ है कुन कुन ह्यासट्याग चाहिन्छ यहाँदेखि। ओके, अब कुन चाहिन्छ यहाँदेखि युट्युब कन्टेन्ट क्याटेगोरिज रिलेटेड भनेको छ। अनि प्राइमरी भाइरल ह्यासट्याग भनेको छ यहाँदेखि भाइरल भयो, ट्रेन्डिङ छ, रिल्स भयो, एक्सप्लोर छ, FYP भयो, यो सबै कुरो चाहिँ दिइरहेको छ। मैले ती मात्रै के हुन्छ कपी गरेँ यसरी, ठिक छ। यहाँदेखि यति कपी गरेँ, यहाँदेखि गएर कपी गरेर के हुन्छ सिम्पली गरेर के हुन्छ जस्ट जानुहोस् आफ्नो फेसबुकमा एन्ड लास्ट त भन्छ तपाईँको नबिर्सनुहोस् भनेको छ नि होइन, ठ्याक्कै त्यसको तल गएर यहाँदेखि मैले पेस्ट गरिदिन्छु पुरै जति पनि छ नि यहाँ। ओके, यहाँदेखि पेस्ट गरेँ, यति आइसक्यो। ओके, अब यहाँदेखि जस्तो कि तपाईँले यदि कसैलाई ट्याग गर्न चाहनुहुन्छ भने ट्याग पनि गर्न सक्नुहुन्छ यहाँदेखि यसरी। जस्तै मानव फर इक्जाम्पल मैले यहाँदेखि 2-4जनादेखि म ट्याग गरिदिन्छु यसरी सिम्पली। नेपाली पनि छ मेरो, हिन्दी पनि छ, त्यही भएर मैले दुइटैमा के हुन्छ यहाँदेखि सिम्पली यसरी ट्याग गरेँ। यति मैले धेरै गराएँ है। जस्ट यहाँदेखि ट्याग गरिदिन्छु। त्यसपछि अझै एउटा सानो कुरा तपाईँले राम्रोसँग ध्यान दिने हो यहाँ, हु क्यान सी योर रिल्स। तपाईँ कहिले यहाँ कोही आफ्नो प्रोफाइल लक गरेर आएका हुन्छन् है। लक गरेको प्रोफाइलमा तपाईँको कुनै पनि भिडियो रिल्स तपाईँको भाइरल हुँदैनन्। त तपाईँले राम्रोसँग बुझ्नु होला, तपाईँले आफ्नो प्रोफाइललाई अनलक गरेर राख्नुपर्छ। यहाँ छ पब्लिक प्लस फ्रेन्ड्स प्लस छ
फ्रेन्ड एक्सपेक्टेड छ। यसमा मैले के गर्ने पब्लिक राख्ने हो। पब्लिक राखेपछि जसले पनि हाम्रो भिडियो हेर्न पाउँछ र हाम्रो भिडियो के हुन्छ मजाले के हुन्छ पुरै के हुन्छ वर्ल्ड वाइड के हुन्छ भाइरल हुन्छ। त्यहाँदेखि डन गरिदिनुहोस्। एन्ड अर्को त्यहाँदेखि सेड्युल अप्सनमा छ पोस्ट नाउमा क्लिक गर्नु होला तपाईँले। सेड्युल फल लेटरमा राख्नुहुन्छ भने तपाईँले यहाँ के हुन्छ डेट राख्नुपर्छ मेरो भिडियो कुन दिन पब्लिस गर्ने भन्ने कुरा हामीले भर्खरै पब्लिस गर्ने हो। त्यही भएर के हुन्छ पोस्ट नाउमा के हुन्छ टिक लगाएर ब्याक गरिदिनुहोस्। त्यसपछि यहाँदेखि छ क्लोज अप्सन जुन दुईटै जुन छ अप्सन के हुन्छ रिभ्यू छ। त्यसपछि माथि जुन छ यो दुईटैलाई अन गरेर राख्नु होला। तपाईँले राम्रोसँग ध्यान दिनु दुईटैलाई अन गरिदिनुहोस्। त्यसपछि के हुन्छ यहाँदेखि सिम्पली जस्ट सेयर नाउमा क्लिक गरिदिनु है। हल्का थोरै टाइम लिइरहेछ अब हेर्न सक्नुहुन्छ यहाँ। अपलोडिङ रिल्स रनिङ कपिराइट स्क्यान। अब तपाईँको कपिराइट छ भने भिडियो तपाईँको डिसेबल गरिदिन्छ यहाँदेखि है। त्यो कुरो राम्रोसँग ध्यान दिनु होला। कसैले अरूको भिडियो इन्स्टाग्रामबाट हुन्छ या टिकटकदेखि डाउनलोड गर्छन् ल्याएर यहाँ रिल्समा पोस्ट गरिदिन्छन्। त्यस्तो गर्नु छ भने तपाईँको आइडी पनि के हुन्छ डेकपेट गर्न सक्छ। तपाईँ आइडी डिलिट गरिदिन्छ फेसबुकले। त राम्रोसँग ध्यान दिनुपर्छ यहाँ। अहिले त फेसबुकमा धेरै किसिमको रुल्स रेगुलेसन आइसकेको छ। हेर्न सक्नुहुन्छ साथीहरू मेरो रिल्स यहाँ के हुन्छ अपलोड भइसकेको छ। 2026मा युट्युब च्यानल सुरु गर्दै हुनुहुन्छ छान्नुपर्ने बेस्ट क्याटेगोरी यहाँ छ नै। यसरी के हुन्छ यसलाई म सेभ गरिदिन्छु। अब ठिक छ ती ओके। अब हेर्न सक्नुहुन्छ जुन मेरो जुन छ रिल्स के हुन्छ अपलोड भइसकेको छ। यसमा मेरो डिस्क्रिप्सन छ। त्यसपछि त्यही अर्को जुन छ यहाँदेखि सिम्पली मेरो लाइन पनि के हुन्छ ट्याग लाइन पनि दिइसकेको छ पुरै। बेस्ट रिल्स मन पऱ्यो लाइक सेयर र फलो गर्न नबिर्सिनुहोस्। तपाईँको जुन छ राम्रोसँग पुरै लेखेर दिएछ है। यसरी के हुन्छ तपाईँको भिडियो मजाले के हुन्छन् भाइरल हुन्छन् ओके। सो जस्ट यहाँदेखि के हुन्छ भने म गएँ आफ्नो प्रोफाइलमा एन्ड जसरी रिफ्रेस गर्छु। अब हेर्न सक्नुहुन्छ मेरो भिडियो जुन छ यहाँदेखि दुईवटा भिडियो मैले राखेँ। दुईवटै भिडियो के हुन्छ यहाँ लगभग अपलोड भइसकेको छ। अब किनकि मेरो यो नयाँ प्रोफाइल हो साथीहरू तुरुन्तै ग्रो हुँदैनन् मेरो यसमा भिडियोहरू लगभग। अब किनकि मेरो रिल्स पनि धेरै राखेको छैन 4-5वटा रिल्स मात्र राखेको छु। 4-5वटामा त कहाँ भाइरल हुन्छ। एटलिस्ट तपाईँको 50-60वटा रिल्स पुगेपछि बल्ल तपाईँको जुन छ भिडियो ग्रो हुन थाल्छन् अनि भ्युज पनि तपाईँको राम्रो हुन थाल्छ। सो तपाईँले हल्का फुल्का 2-4वटा भिडियो राखेर मेरो भिडियोमा भ्युज आएन अनि त्यसै लाइक आएन सेयर पनि आएन कमेन्ट पनि आएन त्यसपछि तपाईँले छोडिदिनुहुन्छ भने तपाईँको आइडी त्यसरी के हुन्छ ग्रो हुँदैन। तपाईँले एटलिस्ट 50-60वटा रिल्स तपाईँले अपलोड गर्न पऱ्यो फोटोहरू पोस्ट गर्न पऱ्यो भने मात्रै तपाईँको हुन्छ हल्का बिस्तारै के हुन्छ ग्रो हुन थाल्छ तपाईँको आइडी। सो यसमा तपाईँले आत्तिनु पर्ने केही पनि छैन। तपाईँले भिडियो बनाइराख्नुहोस् तपाईँको युट्युब होस् या फेसबुक है। कन्सिस्टेन्सी भएन भने तपाईँको कुनै पनि आइडी होस् या प्रोफाइल या तपाईँको च्यानलहरू कहिले पनि तपाईँको अगाडि बढ्दैनन्। त तपाईँले के हुन्छ राम्रोसँग ध्यान दिनुपर्छ। साथीहरू तपाईँलाई भिडियो कस्तो लाग्यो कमेन्ट सेक्सनमा आएर भन्नु र च्यानलमा तपाईँ नयाँ हुनुहुन्छ भने च्यानललाई सब्सक्राइब गरेर जोइन अवश्य गरिदिनुहोस् यस्तै किसिमको नयाँ नयाँ भिडियोहरू हेर्नको लागि। साथीहरू आजको भिडियो यति नै हो। नेक्स्ट भिडियोमा भेट्छु नयाँ कन्टेन्टको साथमा। तबसम्मको लागि बिदा चाहन्छु। नमस्ते।